ओली भन्नुहुन्छ पार्टीको कमिटीले केन्द्रीय कमिटीले भनौँ भने मात्रै म हट्छु, म त्यसै हट्दिनँ। ठिकै कुरा हो, पार्टीको विधानअनुसार पार्टीको नियमअनुसार पार्टीले भनेको मान्नु पर्यो, त्यस पछाडि मात्रै हट्नु पर्यो, त्यो कुरा ठिकै हो। तर देशैभरि सबै जनताले भनेको कुरो किन नमान्ने? भएन, तपाईँले असक्षम हुनुभयो, तपाईँले खराब काम गर्नुभयो, भएन, नयाँ नेतृत्व, भ्रष्टाचार नियन्त्रण, अनियमितता भयो, सुशासन होस् भनेर सबैले आन्दोलन गरे। पहिला जेनजीले आह्वान गरे, सबैले समर्थन गरे, त्यसपछि नै आएको कुरा। अनि पार्टी ठुलो कि देश ठुलो? त्यही देशभित्र बनेको होइन र पार्टीले भनेको मात्रै मान्ने, देशैभरि सबैले भनेको नमान्ने? सबैले भनेको हो नि त। र इभन सेनाले पनि, प्रहरीले पनि अब चाहिँ सक्दैन है के बेला जोगाइराख्न अथवा यो सरकारले जोगाइराख्न, जेसुकै गर भनेर छोडिदिएको हो नि त। किन भन्दा जनतामा असन्तुष्टि भयो, किन भन्दा त्यसको नायिका त सरकारै थियो नि त, सरकार प्रमुखै थियो, भइरहेको थियो पहिलेदेखि नै, चित्त बुझिरहेको थिएन मान्छेलाई। तर अन्तिममा के भयो त भने सामाजिक सञ्जाल पनि बन्द भयो, चित्त नबुझेको कुरो लेख्ने, पोख्ने, भन्ने गर्ने ठाउँ पनि बन्द गरिसकेपछि, मुख्य रूपमा फेसबुक, युट्युब बन्द भइसकेपछि अनि त्यसपछि असन्तुष्टि आएको, सबैले भनेका हुन् हट्नुहोस् भनेर। अनि अहिले चाहिँ पार्टीको केन्द्रीय कमिटीले भन्दा मात्रै हट्ने? पार्टी ठुलो हो कि देश ठुलो हो? यो त यही मुख्य समस्या आयो त। पार्टी बन्ने देशैमा हो, देशै नरहे पार्टीले के गर्ने, कहाँ बन्ने, कसरी गर्ने? ती पार्टीका कार्यकर्ता पनि जनता नै हुन् र तिनीहरूले पनि भनिरहेछन् र प्रायः सबैले भनेर जेनजीले अगुवाईमा सबैले समर्थन गरेर भनेको। अनि अहिले चाहिँ पार्टी आयो, यसरी त चल्दैन।